उहाँलाई जवाब दिए हुन्छ and he asked me how many of you will come here. अनि उहाँले मलाई सोध्नु भयो तिमीहरू कतिजना आउनु हुनेछ So I could not detail how many of us will come. अनि मलाई थाहा छैन हामी कतिजना आउँछौँ भनिकन It might be 10, 12 like that. हुनसक्छ हामी 10 जनासम्ममा आउन सक्छौँ That's why, yes, on this morning. त्यस कारणले आज हामी बिहानको समय यहाँ छौँ It might be more than that. It might be more than that. यस कारणले गर्दाखेरि प्रभुको सर्वशक्तिमान काम चाहिँ यहाँ हुनेछ And it was the joy अनि हामी खुसी हुनेछौँ that we with you on this morning. अनि हामी यस समयमा प्रभुको वचनहरूलाई हेर्नेछौँ Actually, we have not come here एक्चुअली हामी यहाँ आउने थिएनौँ to fulfill the program, यो प्रोग्राम चाहिँ पुरा नभएको है but by the soul. यो चाहिँ हाम्रो आत्माले गर्दाखेरि प्राणले गर्दाखेरि। Why I say like that? म यो किन भन्दैछु Before yesterday morning, before to be here on this morning, हिजो बिहानको समयमा यहाँ early on the morning, एका बिहानै actually I have not think about this program, मैले यो प्रोग्रामको बारेमा सोचेको थिइनँ but the Spirit of God तर प्रभुको आत्माले मसँग speak on me. बोल्नुभयो You must speak about one thing. त्यहाँ गएर चाहिँ तिमीले एक चिज बोल्नुपर्छ When you go to Saram, जब तिमी होमसारम चर्चमा जान्छौ that's why yesterday whole day, त्यही भएर हिजो दिनभरि म why the Spirit of God say like that? किन परमेश्वरको आत्माले मलाई त्यो कुराहरू भन्नुभयो यो मेसेज बोल्नुको लागि यो प्रचार गर्नुको लागि चाहिँ God force me अनि उहाँले फोर्स गर्नुभयो to speak on that. यो भन्नलाई चाहिँ So that's why त्यस कारणले गर्दा to be here तर आज यहाँ without special song हामी to listen तर हामी सुन्न सक्छौँ to the Holy Spirit. होली स्पिरिटद्वारा What is the Holy Spirit lead us? के कुरालाई चाहिँ पवित्र आत्माले हामीलाई अगुवाई गर्नुहुन्छ That's why त्यस कारणले I have nothing, त्यस कारणले मसँग कुनै पनि चिजहरू सोचेको छैन because I have to fulfill तर मसँग चाहिँ पुरा तरिकाले what is the Holy Spirit पवित्र आत्माले के कुरालाई चाहिँ teach us मलाई सिकाउनुहुन्छ on this morning. यो बिहानको समय First of all, सबैभन्दा पहिला I thank our Deacon Mukul म धन्यवाद दिन चाहन्छु मुकुल दिदीलाई who are in the believer जसले चाहिँ आजको यो एरेन्ज गरेको छ बिलिभर on this morning. यो बिहानको समयमा I like to see you, मैले तपाईँहरूलाई देख्न पाएँ even man until the small kid also, मैले ठुलो मान्छेदेखि सानो बच्चाहरूसम्मलाई देख्न पाएँ which you have on their wellness सबैजनालाई प्रभुले सन्चो सुवस्थै राख्नुभएको रहेछ by the grace of God. प्रभुको अनुग्रहद्वारा That's why त्यस कारणले I thank Mr. Janak also, मिस्टर जनक गुरुङलाई पनि धन्यवाद दिन्छु who is there, जसले चाहिँ our pastor, हाम्रो पास्टर who finished the theology. जसले चाहिँ थियोलोजी बाइबल कलेज सकेको छ We have joined अनि यहाँ आएर चाहिँ आज जोइन गरेको on छ our local internship. हाम्रो इन्टर्नसिपको लागि चाहिँ That's why I met him त्यस कारणले गर्दाखेरि मैले उसलाई join गरेको छु as a bridge, उहाँलाई चाहिँ मैले एउटा बनाएको छु as the way अनि बाटोहरू सोध्दै काम गरेको छु to come here अनि यहाँ आउनु to interpret अनि यो इन्टरप्रेट गर्नुको लागि what shall I produce अनि म चाहिँ के कुराहरूलाई चाहिँ अगुवाई गर्छु बोल्दछु and the Holy Spirit पवित्र आत्माद्वारा lead me. अगुवाई गर्नुहुन्छ That's why त्यस कारणले I thank him म धन्यवाद दिन्छु as the assembly
एसेम्ब्लीको arrange him जसले चाहिँ यो एरेन्ज गरेको छ and to make him जसले बनाएको छ to be on our अनि हाम्रो church चर्चमा to be fulfilled जसले पुरा his internship, इन्टर्नसिप पुरा गर्नको लागि his training उसले चाहिँ कुराहरू उसको ट्रेनिङ गर्दैछ about the theological, थियोलोजी भन्दा माथि about the message of God. प्रभुको वचनहरू लिएर That's why on this morning अनि बिहान दिने समय I thank you all म धन्यवाद दिन्छु सबैजनालाई in the name of Jesus Christ. यीशु मसीहको नाममा That's why यस कारणले I also म पनि I am not a theological, कुनै थियोलोजीका होइन I am not a well prepared, मैले चाहिँ राम्रो तरिकाले तयारी गरेको छुइनँ but I just obey तर म चाहिँ एउटा आज्ञाकारी बनेको हुँ what is the Holy Spirit पवित्र आत्माले चाहिँ के कुरालाई चाहिँ lead me अगुवाई गर्नुहुन्छ in my life. मेरो जीवनमा So त्यसकारण on this morning यो बिहान समय I am very delighted म धेरै नै ढिलो भयो to stand here यहाँ उभिनको लागि before you. तपाईँहरूको अगाडि Even just I interpret, I introduce जस म तपाईँहरूलाई मेरो परिचय दिन्छु outside also. अनि हाम्रो तर्फबाट My name मेरो नाम is Pink Starwell, मेरो नाम फिनिस्ट वेल है Nongfood नङपुरबाट from Lampi. लाम्पी Actually, हामी before पहिला I was born, मेरो जन्म the school teacher. म पहिला स्कुल टिचर थिएँ Maybe some of you, कसैले you know, मलाई जान्नुहुन्छ but many of you, तर धेरैजनाले you did not know me. मलाई चिन्नुहुन्न Who was? म को हुँ That's why त्यस कारणले now I introduce before you. म पहिला तपाईँहरूलाई इन्ट्रोड्युस मेरो परिचय दिँदछु I was one अनि म a believer अनि हाम्रो बिलिभर of the COGC जसी since I was a child को जसी चर्चको बच्चा until today. अनि आजको दिन That's why त्यस कारणले